पुस 10 गते र 11 गते चन्द्रमा कुम्भ राशिमा प्रवेश गर्दा यी 4 राशि भएका व्यक्तिहरूलाई पुस महिनामा पहिलो पटक धन लाभ हुँदैछ। हो दर्शक महानुभावहरू, यी 4 राशि भएका व्यक्तिहरूको निराशा बीचको यात्रा, दुःख पीडामा अल्झिएको जीवन, बेचैन भएको मन र मलिन भएको अनुहारमा खुसी छाउनेछ। दुःख पीडामा अल्झिएको जीवनमा सुख मिल्नेछ। बेचैन भएको मन आनन्दित हुनेछ भने निराशा बीचको जीवनमा सफलता मिल्दैछ। कमाउँदा कमाउँदै रित्तिएको खल्तीमा धन लाभ हुँदैछ भने सपनाका निम्ति भौतारी रहेको सहरमा सपना साकार हुँदैछ। यी 4 राशि भएका व्यक्तिहरूको आउनुहोस्, यी 4 राशि भएका व्यक्तिहरूको बारेमा म तपाईलाई केही जानकारी दिन गइरहेको छु। हामीसँग पहिलो राशि रहेको छ मेष राशि, दोस्रो नम्बर राशि रहेको छ वृष राशि, तेस्रो नम्बर राशि रहेको छ सिंह राशि, चारौं नम्बर राशि रहेको छ मकर राशि। कृपया यो भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय मा सरस्वती।